हेलो गाइस वेलकम टु माई न्यू ब्लग। सो म यता माथि गएको थिएँ अनि माथि भाइहरूले काम गरेर ठुक्पुक्क बस्नुभएको रहेछ आनन्दले। अनि त्यही हो, अनि भाइले त्यहाँ काम पऱ्यो भनेर मलाई बोलाएको थियो। अनि बाबाले त्यहाँ दाउरा चिरेर त्यत्रो बनाइसक्नु रहेछ दुईजना मिलेर। अनि त्यहाँ भाइले थोरै काम थियो भनेर मलाई बोलाएको थियो। अनि त्यही भएर यसो काम गरिदिन्छु भनेर आएको थिएँ। अनि त्यही हो, अनि दाइको घर गएर अनि एकछिन त्यहाँ भाइले काम गरेको हेऱ्यो। अनि म त्यहाँ भाइले भनेको कामतर्फ लाग्न लाएँ। अब त्यहाँ चाबी लगाएको रहेछ क्या, ढोका लगाएर गएको रहेछ। अनि दाइको घर देखाउँदैछु है मैले। सो त्यही हो। अनि अरू त के भन्नु छ र। अनि भाइले चाहिँ हेलो भन्दैछ। अनि दाइलाई लाइक कमेन्ट सेयर गरिदिनु भन्दैछ होइन। त्यस्तै हो मिनी ब्लग होइन। अब फर्स्ट टाइम बनाएको के कस्तो हुन्छ तपाईँले होइन भन्नु होला। अनि त्यहाँ म भाइले अब भित्र गएर खोल्छ अब ढोका, बाहिरबाट ढोका खोल्छ, सरी मिस्टेक हो। त्यहाँ भाइले ढोका खोल्यो अब भित्र गएर अनि त्यहाँ त्यो सोफाभित्र लगेर राखिदिने रे भनेर बोलाएको रहेछ। अनि त्यहाँ सल्लाह गरेर राखिदिउँ भनेको। पछि त्यही हो, दाइको त्यहाँ दाइले क्यामेरा राख्नुभएको छ भनेर देखाएँ मैले। अनि विदेश हुनुहुन्छ त्यहाँ दाइले सिसी क्यामेरा राख्नुभएको रे। अनि त्यहाँ यसो सिसी क्यामेरा राखेको देखाइदिनु नि त। दाइले उत्रेर पनि राख्नुभयो हो। त्यो सोफा चाहिँ अब त्यता दाइको रुममा लगेर राखिदिने रे। अनि त्यही भएर भाइले बोलाएको रहेछ। अनि त्यही हो गाइस है। अरू त के भन्नु छ र। अब सबैलाई सन्चै होला। अब मेरो मिनी ब्लग यस्तै छ। राम्रो भए पनि लाइक गर्नु, नराम्रो भए पनि लाइक कमेन्ट गरिदिनु है। धन्यवाद।